यो रातिको 1 बजे होइन भूतले तर्साउने बेलामा चाहिँ चाउचाउको क्रेभिङ कसलाई हुन्छ? मलाई हुन्छ। 1 बजिसक्यो हेर्नु साथीहरू है। हामी चाहिँ बुढा र बुढी अचार प्याकिङहरू गरेर चाहिँ यति बेला भयो कि अनि भोलि त बिहानै पठाउनु पर्छ नि त। अनि एकदमै भोक लाग्यो मलाई त होइन। 1 बजिसक्यो रहेछ, के खानु त है? मलाई त एकदमै यो चाउचाउ खानु मन लाग्यो। चाउचाउमा चाहिँ यो प्याज गोलभेडा अनि त्यसपछि कागती राखेर होइन, मलाई चाहिँ रुगा पनि लागिरहेछ नि त। अनि कागती राखेर खायो भने चाहिँ नाक खुल्छ होला भनेर खाएँ। एकदमै नाक खुल्यो मेरो चाहिँ होइन। यस्तो मजा आयो नि खाना। मैले लगभग यो 1-2 वर्ष बसी नै होला क्या यसरी राति चाउचाउ पकाएर खाएको है। झोल चाहिँ अलिक बढी भयो जस्तो छ होइन। मैले चाहिँ राति राति भोइस ओभर गरिरहेको छु नि, त्यही भएर सानो सोले भोइस ओभर गर्दैछु। एकदमै मिठो भएको थियो होइन। अभियसली मलाई यस्तो ग्यास्ट्रिक कराउँछ कि कराउँदैन थाहा भएन। बफ अचार र चिकन अचार एकदमै रेडी छ साथीहरू। फटाफट अर्डर गरिहाल्नु होला है। ओके, थ्याङ्क यू फर वाचिङ। गुड नाइट।